एक्सन। नमस्कार दाजुभाइ दिदीबहिनीहरू, नेपालभरिका संसारभरिका सबैले आज मेरो मनमा लागेको कुरा सुन्नुहोस्। अहिले चाहिँ यो जुन चुनावमा भएको थियो र त्यो चुनावमा चाहिँ को मतगणना भइरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अत्यधिक मत ल्याइरहेको छ। र यस्तो अवस्थामा म एउटा प्रस्ताव गर्न गइरहेको छु। मेरो प्रस्ताव के हो भने हाम्रो प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई चाहिँ अब आउने अहिलेको राष्ट्रपतिको चाहिँ समयावधि सिद्धिएपछि अब नयाँ राष्ट्रपति चुन्दाखेरि उहाँलाई चाहिँ राष्ट्रपतिमा चाहिँ मनोनयन गर्न उचित हुन्छ भन्ने मेरो अन्तर्हृदयदेखि नै बोलेको कुरा हो। यो किन बोलिरहेको छु भने उहाँ चाहिँ 82 सालको जुन भदौ महिनाको 23 र 24 गतेको जुन जेनजी आन्दोलन भयो, त्यस्तो अवस्थामा देश अस्तव्यस्त भएको अवस्थामा देश कहाँ जान्छ के हुन्छ भनेर सबैलाई चिन्ता लागिरहेको अवस्थामा उहाँले चाहिँ प्रधानमन्त्रीको चाहिँ एउटा जिम्मा सम्हाल्नु भयो। म पनि त्यो मन्त्रीमण्डलमा सामेल भएको थिएँ, तर मैले बिचैमा छोडेर आएँ। तपाईँलाई थाहा छँदैछ म छोड्नुको मुख्य कारण चाहिँ के हो भने मैले शिक्षाको सुधारको लागि चाहिँ 3वटा अध्यादेश ल्याउन खोजेको थिएँ। त्यो अध्यादेश ल्याउनको लागि समय पुगेन र त्यसलाई चाहिँ अगाडि बढाउनको लागि म आफै नै यहाँ सांसद भएर संसदमा चाहिँ हल्ला गरेर त्यो अध्यादेशको जुन छ कानुनको जुन मसौदा छ त्यसलाई चाहिँ अगाडि बढाउनु आफै नै नआउने भएको हुनाले चुनावमा लड्न आए। र उहाँले त्यस्तो एकदमै विकट एकदमै सङ्कटपूर्ण अवस्थामा पनि र यो चाहिँ सरकारको नेतृत्व गरेर चुनाव गराएरै छाड्नुभयो। कसैले पनि उहाँले चाहिँ चुनाव गराउन सक्नुहुन्न भनेर चाहिँ पत्याउने मान्छेहरू धेरै थोरै थिए। त्यसैले उहाँलाई चाहिँ राष्ट्रपति पदको लागि चाहिँ उहाँ चाहिँ एकदमै योग्य हुनुहुन्छ र हामी सबैले पनि उहाँलाई चाहिँ एकदमै धन्यवाद दिएर मात्र पुग्दैन। उहाँको जुन एउटा नेतृत्व छ त्यो नेतृत्वलाई चाहिँ हामीले पुरस्कृत गर्नै पर्छ र त्यसको लागि उहाँलाई चाहिँ राष्ट्रपति पदको लागि अब आउने जुन छ कहिले हो त्यो त मलाई थाहा छैन, त्यसको लागि चाहिँ गर्न सक्यो भने राम्रो हुन्थ्यो भन्ने कुरो चाहिँ मेरो अन्तर्हृदयदेखि नै बोलेको कुरा हो। तपाईँहरूले कसैले चाहिँ गाह्रो पिरो नमान्नु होला। धन्यवाद।